हेलो साथीहरु, हामी फेरि आइसक्यो हाम्रो पाइथनको डे 2 को भिडियो लिएर है। जहाँनिर चाहिँ आज हामीले पाइथनको फर्स्ट प्रोग्राम लेख्ने छौँ है। बिस्तारै बिस्तारै सबै कुराहरू हामी यसै गरी सिक्दै जानेछौँ र हामी अब बोर्डमा भन्दा पनि हामी विशेष गरी प्रोग्रामहरू चाहिँ कम्प्युटरमा लेखेको हेर्नेछौँ है। त त्यहाँबाट हामीले चाहिँ मिस्टेकहरू कस्तो कस्तो हुनसक्छ, कसरी लेख्न सकिन्छ भन्ने कुराहरू पनि सजिलै सिक्न सक्छौँ है। त्यो कारणले हजुरहरू चाहिँ यो भिडियो हेर्दै गर्नुहोला। र म के चाहिँ भन्न चाहन्छु आज भने जो जसले चाहिँ पाइथन चाहिँ हामीले 15-20 मिनटमै सिक्ने खालको भिडियोहरू पाइसक्यो, युट्युबमा 1 घन्टामै सिक्छौँ भन्ने सोच्नु भएको छ भने हजुरहरूले प्लिज भिडियो स्किप गर्न सक्नुहुन्छ है। म चाहिँ यहाँ डे टु डे हजुरहरूलाई मजाले सिकाउनको लागि भनेर मैले यसरी प्लेलिस्ट बनाएर प्लेलिस्टमा भिडियो हालिरहेको छु है। त तर पाइथन हामीले एकै दिनमा एकैछिनमा सिक्ने खालको चिज पनि होइन है। त्यसकारण हजुरहरूलाई त्यसको लाग्छ अब हजुरहरूले यहाँ कन्सिस्टेन्सी दिन सक्नुहुन्न, हजुरले चाहिँ नियमित यहाँ हेर्न सक्नुहुन्न भने हजुरले भिडियो स्किप पनि गर्न सक्नुहुन्छ। र अब हामी जान्छौँ हाम्रो कम्प्युटर स्क्रिनमा है। त र साथीहरू अब हामी हाम्रो पाइथनको फर्स्ट प्रोग्रामहरू लेख्न थाल्छौँ है। त र मैले चाहिँ प्रोग्रामहरू VS कोडमा लेख्छु है। हजुरहरूले नि यदि VS कोडमा लेख्न चाहनुहुन्छ भने युट्युबमा गएर कसरी VS कोड डाउनलोड गर्ने भनेर भिडियोहरू हेर्नु होला है। र हाम्रो VS कोडको इन्टरफेस खुलिसकेको छ है। त अब यो इन्टरफेसमा गएर मैले चाहिँ यहाँनिर हजुरलाई देखाउँछु पाइथनको एउटा फोल्डरभित्र मैले एउटा फाइल बनाउँछु जसको नाम मैले program.py लेख्छु है। program.py लेख्छु र लास्टमा .py मैले किन लेखेँ भन्नुहुन्छ भने यदि हजुरहरूलाई कसैले पाइथनको एक्सटेन्सन के हो भनेपछि तपाईँ हजुरहरूले .py भन्नु होला। हाम्रो यसै गरी HTML को .html, CSS को .css गरी हाम्रो सबैको एक्सटेन्सन हुन्छ। त्यही भएर हामीले पाइथनको प्रोग्राम लेख्दाखेरि सधैँभरि लास्टमा .py भनेर चाहिँ एक्सटेन्सन लाउनुपर्छ है। अनि बल्ल हाम्रो पाइथनको प्रोग्राम चल्छ र हामी पाइथनको इन्टरफेसमा आइसक्यो है। त अब यहाँनिर गएर जस्तो मान्नुहोस् मैले मेरो एउटा प्रोग्राम लेख्छु, मैले जसमा चाहिँ आफ्नै युट्युब च्यानलको नाम लेख्छु है। मैले आफ्नो युट्युब च्यानलको नाम लेख्छु र मैले यसलाई रन गर्छु। अब हेर्न सक्नुहुन्छ मैले यहाँनिर एउटा प्रोग्राम लेखेँ र मैले यसलाई रन गर्छु है। त ल हेर्नुहोस् अब रन गर्दाखेरि सुरुमै हाम्रो इरर आइसकेको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँनिर इरर देखाएको छ है। किनभने हाम्रो यो लेखेको तरिका मिलेन भनेर भन्छ यसले। किन मिलेन भन्नुहुन्छ भने हामीले यसरी स्ट्रिङलाई लेखेको त यो स्ट्रिङ हो, यो डिजिटल गफ नेपाल भनेको यो लेटरहरू हो। यस्तो स्ट्रिङलाई लेख्दाखेरि हामीले यसरी डबल कोटेसनभित्र राख्नुपर्छ। यसरी डबल कोटेसनभित्र राखेर यसलाई बल्ल रन गऱ्यो भने हाम्रो बल्ल यसले सही एन्सर दिन्छ। अब प्रिन्ट भनेको के हो, यहाँ के भइरहेछ भन्ने लाग्यो होला, त्यसमा कति पनि नआत्तिनु होला है। यो प्रिन्टले चाहिँ के काम गर्छ भन्नुहुन्छ भने यो प्रिन्टले चाहिँ हामीले यो प्रिन्ट लेखेर यो ब्र्याकेटभित्र हामीले जे कुराहरू लेख्छौँ त्यही कुराहरूलाई आउटपुटमा दिने काम गर्छ। यो प्रिन्ट भनेको हाम्रो नर्मली प्रिन्टर जस्तै हो क्या। हामीले प्रिन्टरमा चाहिँ जे कामहरू गराउँछौँ त्यसले त्यही आउटपुटहरू दिन्छ हामीलाई, हार्ड कपी आउटपुट हो। त्यस्तै प्रिन्टले पनि यहाँ के गर्छ, हामीले प्रिन्टभित्र जे कुराहरू लेख्छौँ नर्मल्ली तिनै कुराहरूको चाहिँ हामीलाई यसले आउटपुट दिन्छ भनेर हजुरहरूले बुझ्नु होला है। त र यसै गरी हामीले अब यहाँनिर चाहिँ प्रिन्ट 20/10 लेख्यौँ एकछिनको लागि है। त प्रिन्ट 20/10 लेख्यौँ र यसलाई रन गऱ्यौँ है। 20/10 लेखेर रन गर्दाखेरि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ राम्रो एन्सर आयो। तर दुईवटा एन्सर आयो हेर्नुहोस् त। सुरुमा चाहिँ यो कस्तो हुन्छ प्रोग्रामको तरिका टेक्निक भने यो चाहिँ सिक्वेन्सियल्ली रन हुन्छ। सिक्वेन्सियल्ली भनेको सुरुमा फर्स्ट लाइन रन हुन्छ, त्यस पछाडि सेकेन्ड लाइन रन हुन्छ है। त्यसै गरी हाम्रो फर्स्ट लाइनमा सुरुमा डिजिटल गफ नेपाल लेखेको थियो, सुरुमा त्यसको एन्सर आयो र लास्टमा 20/10 गर्दाखेरि 2.0 भनेर हामीले यसलाई यसरी आउटपुट दियो। र हजुरहरूले अब यहाँनिर सोच्न सक्नुहुन्छ हामीले यो माथिको लेख्दा चाहिँ डबल कोटेसन लगाएको थियौँ, यहाँ तल चाहिँ किन लगाएनौँ भनेर सोच्न सक्नुहुन्छ। हामीले यहाँनिर डबल कोटेसन किन लगाएनौँ भने यो चाहिँ नम्बर हो। हामीले नम्बरलाई लेख्दाखेरि नम्बरमा हिसाब गर्दाखेरि डबल कोटेसन लाउनु पर्दैन। तर हामीले स्ट्रिङहरू लेख्न थाल्यो भने डबल कोटेसन लाउनुपर्छ। तर यसलाई हामीले अब यसरी डबल कोटेसनभित्र राख्यो भने अब स्ट्रिङ बन्न जान्छ है। यसलाई हामीले यस्तै डबल कोटेसनभित्र राख्यो भने स्ट्रिङ बन्छ साथीहरू है। त र स्ट्रिङ बनेपछि के हुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ। स्ट्रिङ बन्यो भने हामीले डिजिटल गफ नेपाल लेखेको थियौँ, त्यो पनि त्यस्तै एन्सर आयो र 20/10 पनि त्यस्तै नै एन्सर आयो है। त त्यो किन त्यस्तै आयो, किन हिसाब भएन भन्नुहुन्छ भने हामीले यहाँ डबल कोटेसन लगायौँ। डबल कोटेसन लगाइसकेपछि यसले चाहिँ यसलाई नम्बर भन्ने बुझ्दैन। अब यो चाहिँ स्ट्रिङ भइसक्यो भन्ने बुझ्छ यसले। अब हजुरहरूलाई लागिराख्यो होला स्ट्रिङ भने के हो भन्ने लाग्यो होला, कति पनि नआत्तिनु होला। यो हाम्रो फर्स्ट प्रोग्राम हो, हामीले चाहिँ कसरी प्रोग्राम लेख्छौँ भनेर मैले हजुरलाई देखाउन खोजेको मात्रै हो है। यो स्ट्रिङ भनेको के हो, अब कन्स्ट्यान्ट भेरिएबल यिनी सबै कुराहरू हामीले पछि गर्नेछौँ है। त मैले हजुरलाई नर्मल्ली प्रोग्राम लेख्ने तरिका मात्रै देखाइदिरहेको छु है। त्यही भएर हामीले यसरी नम्बरमा यसरी ब्र्याकेट डबल कोटेसन लायो भने हाम्रो एन्सरमा पनि जे लेखेको छौँ त्यही नै आउँछ, यो हिसाब चाहिँ हुँदैन है। यसरी चाहिँ हामीले बुझ्नु पऱ्यो। यसरी गरी नर्मली हामीले प्रिन्ट 5 लेख्यौँ भने यो अहिले इन्टिजर नम्बर हो र यसलाई पनि डबल कोटेसन लायो भने यो पनि फेरि स्ट्रिङ बन्न जान्छ है। त यिनी कुराहरू चाहिँ हाम्रो भइहाल्यो है। र म हजुरहरूलाई नर्मल्ली एउटा होमवर्क दिन्छु। हजुरहरूले के गर्नुहुन्छ भने
हजुरहरूको चाहिँ होमवर्क भयो, हजुरहरूले होमवर्क गर्नुहोला र भिडियो मन परेमा भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला, कमेन्ट गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब हामी डे 3 को भिडियोमा भेट्नेछौँ है त।